वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म भर्खर फेस वास गरेर मेरो यो मामाअर्थको मोइस्चराइजर लगाएर फेसलाई फेस केयर गर्नु लागिरहेको छु। अनि अब यो लगाइसकेपछि म चाहिँ हजुरलाई मेरो फास्टमा डेली मेकअप गरेर देखाउँछु। यो चाहिँ मेरो फिक्स डर्माको प्यारो प्यारो मेरो SPF 50 वाला सनस्क्रिन हो। यो म भर्खर युज गर्दैछु तर मलाई राम्रो लागिरहेछ यो। अनि यसको SPF चाहिँ हेर्न सक्नुहुन्छ, स्किन प्रोटेक्ट चाहिँ कति गर्छ भनेर यो ब्लू कलरको देखाइरहेछ, हेर्नु टक्क लाएर। अनि यस पछाडि चाहिँ आई लभ माई भ्यासलिन। आई डोन्ट नो वाइ बट आई लभ माई भ्यासलिन टु मच। यो भ्यासलिन चाहिँ म मेरो फेसमा फाउन्डेसनभन्दा अगाडि लगाउँछु, हल्का हल्का ड्याप ड्याप गरेर। यस पछाडि चाहिँ मेरो प्यारो मार्सको मेरो सेटको आफ्नै सेटको मेरो आफ्नै सेटको प्यारो फाउन्डेसन, यसलाई चाहिँ लिटल बिट लगाएर हल्का हल्का लगाएर ड्याप ड्याप गर्नुपर्छ। अनि यसरी प्याउने होइन है फेरि साथी हो, यो त मेरो स्पन्जलाई भिजाएर राखेको मात्रै हो, किनकि यसले चाहिँ ब्लेन्ड गर्न एकदमै सजिलोसँग हेल्प गर्छ। भिजेको यो सुक्खा ब्लेन्डर युज गर्नु हुँदैन, यसलाई चाहिँ हल्का ड्याप ड्याप गर्दै ब्लेन्ड गर्नुपर्छ नातिकन। अनि म चाहिँ ब्लस ब्लाइन्डर हो गाइज, मलाई चाहिँ एकदमै ब्लस मनपर्छ। ब्लस चाहिँ भरभरके लगाउन मनपर्छ, एकदम गाला रातो हुने गरी, किनकि मलाई नेचुरल रातो गाला दिएनन् कि गडले, दिएको भए हुन्थ्यो नि त होइन। त्यही भएर चाहिँ म चाहिँ भरभरके ब्लस लगाउँछु। यतिले नपुगेर गाइज पुरै आँखामाथि नाकमा पनि लगाउँछु। यतिले नपुगेर मैले मेरो प्यालेटबाट पनि निकालेर 2वटा सेड चाहिँ म चाहिँ ब्लस भरभरके लगाउँछु। यसरी ब्रस लगाएर राता राता गाला बनाइसके पछाडि अब चाहिँ म झटपट लिपस्टिक लगाएर आउँछु हजुरको सामुन्नेमा। पिङ्क कलरको लिपस्टिक लगाउँछु, पिङ्क प्लस पिङ्क लिपस्टिक गाइज। अनि यस पछाडि चाहिँ यो चाहिँ नो मेकअप टाइपको लुक हो नि त, एकदम समरी वाइबी टाइपको लुक। यस्तो लुक गरेर हजुरहरू जहाँ पनि हिँड्न सक्नुहुन्छ। मेकअप गरे जस्तो देखिन्न, झटपट आयो मेरो लिपस्टिक लगाएपछि लुकै चेन्ज हुन्छ कि गाइज होइन। अनि मस्कारा र काजल हल्का हल्का लगाइसके पछाडि आज चाहिँ म यति नै गर्छु, त्यति धेरै काजल लगाउँदैन। म चाहिँ यसरी माथि पनि काजल लगाउँछु यसरी, किनभने मेरो वाटर लाइनलाई लक गर्छ, यसले राम्रो देखिन्छ। अनि यति गरिसके पछाडि चाहिँ म मेरो मेकअपलाई यहीँ इन्ड गर्छु। अब यो आजको मेरो मेकअप कस्तो भयो मलाई चाहिँ हजुरहरूले प्रतिक्रिया दिनुहोला, हजुरहरूले कमेन्ट गरिदिनु होला। त्यसपछि मलाई एकदमै धेरै माया गरिदिनु होला, मेरो च्यानललाई सपोर्ट गरिदिनु होला। मलाई हजुरहरूको एकदमै सपोर्टको खाँचो छ। अनि म चाहिँ गाउँले पारेको दामी मेकअप गरेर देखाइरहन्छु। अहिलेलाई यति, बाइ बाइ।